फेरि डिटेलमा म्याग्नेटिक इफेक्ट अफ करेन्ट। म्याग्नेटिक इफेक्ट अफ करेन्ट भनेको के हो भन्दाखेरि हामीले अस्ति नै लेसनमा पढेका थियौं कि कुनै पनि कन्डक्टरबाट कुनै पनि वायरबाट इलेक्ट्रिक वायर हो यहाँबाट करेन्ट बग्दाखेरि के असर हुन्छ एउटा हामीले के पढेका थियौं हिटिङ हुन्छ। भेरी गुड, हिटिङ हुन्छ। तारबाट करेन्ट बगेर अलि हिटिङ हुन्छ जस्तै टिभी चलायो हिटिङ हुन्छ। धेरै हिट भयो भने लाइट हुन्छ बत्तीहरुमा टंगस्टन वायरहरुमा त्यस्तो हुन्छ। पानीबाट करेन्ट बग्यो यदि फ्यू ड्रप्स अफ एसिड राख्दियो भने त्यो के हुन्छ त्यो टुक्रिन्छ पानी हाइड्रोजन अक्सिजनमा केमिकल इफेक्ट पनि देखिन्छ। त्यो हिटिङ इफेक्ट लाइटिङ इफेक्ट केमिकल इफेक्ट देखियो। अर्को कुरा के देखेको छ भन्दाखेरि कि यसको वरिपरि म्याग्नेटिक फिल्ड पनि बन्दो रहेछ। म्याग्नेटिक फिल्ड बन्दो रहेछ मतलब म्याग्नेटिक इफेक्ट पनि देखिन्छ। मतलब कुनै कन्डक्टरबाट करेन्ट बग्यो भने करेन्टको एराउन्डमा म्याग्नेटिक फिल्ड बन्छ। त्यसलाई के भनिन्छ म्याग्नेटिक इफेक्ट अफ करेन्ट। त हामी यसलाई डिफाइन गर्नु पर्दाखेरि हामी कसरी डिफाइन गर्ने when current passes through conductor then magnetic field is set up around it and this effect is called magnetic effect of current। यही असर करेन्ट को यो असर को कारणले गर्दाखेरि के गरिदिन्छ हामी इलेक्ट्रोम्याग्नेट बनाउन सक्छौं। इलेक्ट्रिसिटी को युज गरेर के बनाउन सक्छौं म्याग्नेट बनाइन्छ है। यसको युज त्यहाँ हो। यो प्रिन्सिपल को युज गरेर हामी के बनाउँछौं इलेक्ट्रोम्याग्नेट। अब यो लेसन हामी के पढ्छौं भन्दाखेरि यो लेसनमा के पढाउँछु भन्दाखेरि कुनै स्ट्रेट तारबाट करेन्ट गयो भने के हुन्छ म्याग्नेटिक फिल्ड के भन्दाखेरि स्ट्रेट कन्डक्टरबाट गयो भने के हुन्छ सोलेनोइडबाट करेन्ट पास भयो भने के हुन्छ त्यसपछि डाइरेक्सन कसरी पत्ता लगाउने अनि म्याग्नेटिक फ्लक्स के हो यो कुराहरु पढाउँछु। कुरा बुझ्यो। अनि यो पढाउनलाई पहिला म के गर्छु भन्दाखेरि एउटा ओस्टर्ड को प्रिन्सिपल पढाउँछु। म ओस्टर्ड एक्सपेरिमेन्ट ओस्टर्ड को के पढाउँछु भन्दाखेरि एक्सपेरिमेन्ट पढाउँछु। अनि त्यो भन्दा पनि केही बेसिक कुराहरु म जानकारी गराउन चाहन्छु तिमीलाई। बेसिक कुराहरु केही बेसिक कुरा बेसिक थिंग्स हामीले बुझ्नु पर्छ। पहिला यो बुझ्छौ कि म्याग्नेटिक फिल्ड को मिनिङ के हुन्छ। म्याग्नेटिक फिल्ड म भन्छु कुनै एउटा म्याग्नेट छ भने सपोज गर्नु एउटा म्याग्नेट छ यो नर्थ साइड हो पोल हो यो साउथ पोल हो। म्याग्नेटमा कतिवटा पोल हुन्छ नर्थ एन्ड साउथ पोल and you know when the north pole and north poles comes together they attract no they repel each other। like pole always repel each other and unlike pole attract each other। यदि नर्थ पोल को नजदीकमा कुनै साउथ पोल आयो भने एट्र्याक्ट गर्छ। यो कुरा थाहा छ होला ठीक छ ओके। अब अर्को कुरा के बुझ्नु भन्दाखेरि मैले म्याग्नेटिक फिल्ड को कुरा गरेको थिएँ। म्याग्नेटिक फिल्ड भनेको यो हो कि यहाँ एउटा म्याग्नेट छ अनि अर्को एउटा म्याग्नेट सिमरा चोकमा अथवा हाम्रो स्कुलको अर्को कुनामा एउटा म्याग्नेट राख्दियो एकअर्कालाई तान्छ। यहाँ पनि राख्यो भने तान्न नसक्ला तर यहाँ अलिअलि तान्न छ हैन। जहाँसम्म असर हुन्छ त्यसलाई भन्छ म्याग्नेटिक फिल्ड। म्याग्नेटको जहाँसम्म इफेक्ट देखिन्छ द्याट इज कल्ड द म्याग्नेटिक फिल्ड। अब
म्याग्नेटिक लाइन्स अफ फोर्स कसलाई भनिन्छ त म्याग्नेटबाट एउटा के हुन्छ कन्टिन्युअस लाइन हुन्छ यो कन्टिन्युअस लाइन हो भित्र पनि हुन्छ लाइन यो बाहिर हुन्छ भनेर नबुझ्दै भित्र पनि हुन्छ यो कन्टिन्युअस लाइन हो बाहिर मात्र देखिन्छ है यो कन्टिन्युअस लाइन हो अब मैले यस्तो गर्दिएँ नर्थबाट निक्लेको छ साउथतिर गएको छ हामी भन्छौँ नर्थबाट निक्लेको छ हामी मान्छौँ यसलाई यो म्याग्नेटिक यसलाई हामी के भन्छौँ म्याग्नेटिक लाइन्स अफ फोर्स यसलाई के भन्छौँ हामी यसको डाइरेक्सन कहाँ हो नर्थबाट एउटा कुरा यो भयो बेसिक कुरा भयो म्याग्नेटिक फिल्डको बारेमा त म्याग्नेटको डाइरेक्सन म्याग्नेटिक लाइन्स अफ फोर्सको डाइरेक्सन बुझ्यो अथवा म्याग्नेटिक फिल्डको डाइरेक्सन पनि यसलाई हामी भन्छौँ है म्याग्नेटिक लाइन्स अफ फोर्सको जुन डाइरेक्सन छ त्यसलाई के भन्छौँ म्याग्नेटिक फिल्डको डाइरेक्सन पनि भन्छौँ अन्डरस्ट्यान्ड अर्को कुरा इलेक्ट्रिसिटीको डाइरेक्सन के हुन्छ इलेक्ट्रिक करेन्ट बग्ने डाइरेक्सन कुनै तारमा यहाँ प्लस जोडेको छ यहाँ माइनस जोडेको छ भने इलेक्ट्रिसिटीको डाइरेक्सन के भयो यो भयो दोस्रो कुरा बुझ्यौ इलेक्ट्रिसिटीको डाइरेक्सन के हुन्छ प्लस टू माइनस टर्मिनल पोजिटिभ टर्मिनल टू नेगेटिभ टर्मिनल तेस्रो कुरा म्याग्नेटिक कम्पास बुझ्छौ तिमीहरू म्याग्नेटिक कम्पास भनेको एउटा डिभाइस हो सानो डिभाइस हुन्छ सानो डिभाइसमा के हुन्छ सानो म्याग्नेट टाइनी म्याग्नेट्स के हुन्छ राखेको हुन्छ अनि फ्रीली सस्पेन्ड हुन्छ मतलब फ्रीली घुम्न सक्ने गरे हुन्छ जस्तो मानव यहाँ नट मैले हाल्दिएँ यहाँ भने किला हालेँ र यो घुम्न सक्ने छ भने के हुन्छ यसलाई हामी के भन्छौँ कम्पास भन्छौँ कम्पासलाई अथवा कुनै पनि म्याग्नेटलाई त्यत्तिकै राख्यो भने कतापट्टि फर्किन्छ त्यो रुल थाहा छ तिमीलाई कुनै पनि म्याग्नेटलाई त्यत्तिकै राख्यो भने नर्थ साउथ फर्किन्छ थाहा छ कि छैन त्यही कम्पासलाई ओस्टर्डले के गर्यो भन्दा ओस्टर्डको प्रिन्सिपल भन्दाखेरि यो ब्याट्री छ यो यसको लोड हो यसमा करेन्ट बगिरहेको छ है यहाँ करेन्टको रिएक्सन यस्तो छ यहाँ करेन्टको रिएक्सन यस्तो छ यहाँ कम्पास ल्याउँदाखेरि कम्पासको नर्थले यतापट्टि सो गर्छ नर्थ यतापट्टि सो गर्छ कम्पासको मान्नु यो कम्पास हो भने कम्पासलाई यहाँ ल्यायो भने के हुन्छ यतापट्टि नर्थ सो गरिरहेको छ सर्किट यस्तो छ भने जोडेको सर्किट यहाँ ब्याट्री छ तार यस्तो छ यहाँ लोड छ यस्तो छ अब यहाँ ल्याए तारमा यो यहाँ एउटा तार छ यो तार यहाँ छ यहाँ ल्यायो भने नर्थ रिएक्सन यता देखायो अनि फेरि उतापट्टिको जुन तार छ यहाँपट्टिको तार छ यसको छेउमा लाग्यो भने नर्थ कहाँ देखाउँछ उता देखाउँछ जबकि हामीले के बुझेका छौँ कुनै कम्पास के हुन्छ फ्रीली नर्थपट्टि नै फर्किन्छ जहिले पनि त यहाँ किन फर्क्यो यस्तो उल्टो भयो फेरि तारको वरिपरि घुमाउँदाखेरि जुन तारमा करेन्ट बगिरहेको छ तारको यतापट्टि हुँदाखेरि नर्थ यता देखाउँछ यतापट्टि जाँदाखेरि नर्थ यता देखाउँछ यतापट्टि नर्थ यता देखाउँछ चारैतिरको नर्थको डाइरेक्सन किन फरक छ यसको मतलब के भयो कि जुन फ्रीली जुन हामीले त्यत्तिकै नर्थ कम्पासलाई राख्यो भने पो नर्थ साउथ देखाउँछ यहाँ किन त्यस्तो देखायो कम्पासले यसको मतलब के भयो ए यसमा चाहिँ के छ म्याग्नेटिक नेचर छ यसको म्याग्नेटिक फिल्ड छ त्यो म्याग्नेटिक फिल्डको अकर्डिङ के भयो त्यसले डाइरेक्सन देखायो त्यो डाइरेक्सन के हुन्छ सर्कुलर हुन्छ अनि त्यहाँबाट ओस्टरले के पत्ता लगायो कि के पत्ता लगाए कि कुनै पनि कन्डक्टरबाट करेन्ट पास हुँदाखेरि व्हेन करेन्ट पासेस थ्रु कन्डक्टर्स देन म्याग्नेटिक फिल्ड सेटअप हेराउने त्यसको वरिपरि के हुन्छ म्याग्नेटिक फिल्ड सेट हुन्छ त्यसको वरिपरि के हुन्छ म्याग्नेटिक फिल्ड बन्द रहेछ त्यसको वरिपरि म्याग्नेटिक लाइन बन्द रहेछ यो कुरा ओस्टर्डले पत्ता लगाएका हुन् ओस्टर्डले एक्सपेरिमेन्टमा फेला पारेका हुन् अन्डरस्ट्यान्ड अब कुरा गरौँ हामी कि कुनै स्टेट हामीले दुई तीनवटा बेसिक कुरामा बुझ्यौँ म्याग्नेटको डाइरेक्सन म्याग्नेटिक डाइरेक्सन करेन्टको डाइरेक्सन कम्पासले कसरी काम गर्दो रहेछ कम्पासले के गर्दो काम गर्दो रहेछ म्याग्नेटिक फिल्डको डाइरेक्सन पनि पत्ता लगाउन काम गर्दो रहेछ त्यो कुरा बुझेनौ हो अब हामीले के छ भन्दाखेरि स्ट्रेट कन्डक्टर एउटा एक्सपेरिमेन्ट पनि हामी गर्न सक्छौँ अथवा एक्सपेरिमेन्ट के गर्न सक्छौँ भन्दाखेरि एउटा वायर लियो यहाँ करेन्टको डाइरेक्सन यो बनायो करेन्टको डाइरेक्सन यो बनायो यसको मतलब के यसलाई हामी कहाँसँग जोड्यौँ ब्याट्रीको प्लससँग यहाँ यसको वरिपरि अब कम्पास हामीले लग्यौँ
यसको वरिपरि कम्पास लग्यो त के देखाउँछ यहाँ जहाँ लगे पनि यस्तै देखाउँछ तर यसको वरिपरि घुमाउँदै गयो भने के हुन्छ अघि मैले भनेको जस्तो कम्पासको डाइरेक्सन चेन्ज हुन्छ यसको वरिपरि म्याग्नेटिक फिल्ड के छ यस्तो यस्तो सर्कुलर छ के छ यसको वरिपरि म्याग्नेटिक फिल्ड सर्कुलर छ सर्कुलर 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 सर्कल 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 यस्तो तर तल पनि छ माथि पनि छ सबै ठाउँमा छ हैन वायर जस्तै भयो भने यहाँ सर्कुलर भयो भने यहाँ पनि सर्कुलर सर्कुलर ठुलो सर्कल सानो सर्कल जति टाढा जाँदै जान्छ म्याग्नेटिक फिल्डको अथवा म्याग्नेटिक फिल्डको जुन स्ट्रेन्थ छ त्यो कम हुँदै जान्छ नजिक अलि बेसी हुन्छ त स्ट्रेट कन्डक्टरबाट करेन्ट पास गर्दाखेरि यस्तो देखियो कुरा बुझेन मतलब कुनै स्ट्रेट कन्डक्टरबाट करेन्ट पास गरायो भने त्यसको म्याग्नेटिक फिल्ड के हुन्छ चारैतिर हुन्छ सर्कुलर म्याग्नेटिक फिल्ड बन्दो रहेछ म्याग्नेटिक लाइन्स अफ फोर्स कस्तो बन्दो रहेछ सर्कुलर बन्दो रहेछ अघि हामीले त भनेको थियौं सर म्याग्नेटिक फिल्डको डाइरेक्सन हुन्छ त यसको कताबाट डाइरेक्सन हुन्छ यसको लागि युज हुन्छ के म्याक्सवेलको मैक्सवेल्स राइट हैंड थंब रूल यो रूलले के भन्छ अरे हजुर करेन्टको डाइरेक्सन देखाउँछ करेन्टको डाइरेक्सन अनि कर्ल अफ जुन फिंगर हुन्छ नि हाम्रो कर्ल अफ फिंगर जुन हुन्छ नि जुत्ता त कर्ल भएको हुन्छ त्यसले के देखाउँछ यस फिल्डको डाइरेक्सन म्याग्नेटिक फिल्डको डाइरेक्सन यो म्याक्सवेल राइट ह्यान्ड थंब रूल त्यही हो जस्तै मानौ यहाँ करेन्ट गइरहेको छ त करेन्ट प्लसबाट माइनसतिर त यसलाई मैले थंबलाई प्लसबाट माइनसतिर लगिदिए अब कर्ल अफ फिंगर के भयो यतातिर भयो दिस इज व्हाट दिस इज द दिस डाइरेक्सन इज व्हाट म्याग्नेटिक फिल्ड को डाइरेक्सन भयो म्याग्नेटिक लाइन्स अफ फोर्स को डाइरेक्सन कुरा बुझेन हामी यहाँ दुईटा कुरा पढ्यौं कि स्ट्रेट लाइनबाट पास गर्दाखेरि के हुन्छ र त्यसको डाइरेक्सन कसरी पत्ता लगाउने अब कुरा गरौँ के म्याग्नेटिक फिल्ड त कन्टिन्युअस त हुन्छ नि हामीले म्याग्नेटमा पनि त्यही त देख्यो कन्टिन्युअस हुन्छ कहाँ ब्रेक भएको छ अघि हामी म्याग्नेटमा कहाँ तिम्रो ध्यान कहाँ हुन्छ यहाँ कहाँ छ ब्रेक भएको यहाँ यो अलि आधी मात्र देखाएको यो यहाँ गएको हो भनेर बुझ्ने भित्र पनि गएको हो भित्रैबाट आएको हो खोइ आउँदै आउँदैन भयो करेन्ट थ्रू सोलेनोइड भनेको के हुन्छ हेलिकल कोइल जस्तै हुन्छ है हामीले हेर सर्कुलर फर्म अफ cylindrical form of copper wire having the large number of closed turns. सोलेनोइड को डिफिनिसन कसैले भन्छ भने के हो यो cylindrical coil of copper wire having large number of closed turns. सोलेनोइड थियो अब सोलेनोइडबाट हामीले करेन्ट बगाइदियौं यहाँ मानौ प्लस जोड्दियौं यहाँ माइनस जोड्दियौं अब हुन्छ के करेन्ट कताबाट गएको हो पोजिटिभ नेगेटिभ जान्छ करेन्ट अब यसमा चाहिँ म्याग्नेटिक फिल्डको डाइरेक्सन कस्तो हुन्छ यसको लागि के हुन्छ राइट ह्यान्ड ग्रिप रूल मतलब त्यहीको भाइस वर्सा हो रूल है के भन्दाखेरि यसमा चाहिँ के हुन्छ हामीले कोइललाई यसरी समात्ने कि
कि कर्ल अफ फिंगरले के देखाओस् डाइरेक्सन अफ करेन्ट देखाओस् मानौ करेन्ट यस्तो आइरहेको छ करेन्ट के आएको छ प्लस साइड हेर्दाखेरि यस्तो गरी आउँदैछ मानौ कॉइल यस्तो गरी आउँदैछ कॉइल यस्तो गरी रोटेट हुँदैछ ध्यान दिऊ कुरा बुझिरहेका छौ अथवा हैन यस्तो गरी जाँदैछ माइनस पट्टि यस्तो गरी जाँदैछ कस्तो गरी यहाँ गएको छ मेरो विचारमा यस्तो गरी आएको छ यस्तो गरी आएको छ कि तिम्रो विचारमा यहाँबाट बाहिर आएको छैन यस्तो छ सुरुवात कस्तो छ यस्तो छ यस्तो यस्तो भएको छ ध्यान दिऊ यहाँबाट यस्तो आएको छ त्यसो फेरि यस्तो गएको छ यस्तो आएको छ फेरि भित्रबाट गएको छ यस्तो 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 यो मेरो लागि क्लकवाइज हो यो म यहाँबाट हेर्दाखेरि मेरो लागि क्लकवाइज हो यस्तो 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 ध्यान दिऊ यहाँ बाहिर आएको छ त्यसपछि यस्तो आएको छ अनि फेरि भित्र गएको छ मतलब बाहिर आएर फेरि भित्र गएको बाहिर आएर फेरि भित्र 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 त्यो यस्तो यस्तो भयो नि माथिबाट तल यस्तो हेर अनि त्यो के गर्ने त्यसलाई के गर्ने यो कर्ल अफ फिंगर के गर्ने करेन्टको डाइरेक्सनलाई दिने so we have to hold the solenoid so that the curl of finger shows direction of current then the thumb points the direction of magnetic field मतलब magnetic field यो यतातिर हुन्छ यसमा एक्सटर्नल म्याग्नेटिक फिल्ड भन्ने भने म्याग्नेटिक फिल्ड यो म्याग्नेटिक फिल्ड भयो यो भयो म्याग्नेटिक फिल्ड डाइरेक्सन यो भयो यो यसको मतलब के भयो यसको मतलब यो नर्थ जस्तो बिहेभ गर्छ यो के गर्छ साउथ जस्तो बिहेभ कुरा बुझेको बुझेन यो हो के सोलेनोइडबाट करेन्ट बग्दाखेरिको अवस्था सोलेनोइडबाट करेन्ट बग्दाखेरि के हुन्छ म्याग्नेटिक फिल्ड के हुन्छ यस्तो हुन्छ सेम सिमिलर लाइक अ म्याग्नेट म्याग्नेटमा जुन म्याग्नेटिक फिल्ड देखाइएको थियो त्यस्तै म्याग्नेटिक फिल्ड सोलेनोइडमा पनि बन्छ र सोलेनोइडमा म्याग्नेटिक फिल्डको डाइरेक्सन कुन हो त्यो हामीले केले पत्ता लगायौं राइट ह्यान्ड ग्रिप रुल राइट ह्यान्ड मैक्सवेल के हो यो पनि राइट ह्यान्ड ग्रिप रुल त्यो कस्तो छ त्यसले के भन्छ त्यसमा ठ्याक्कै उल्टो थियो यसले करेन्टको डाइरेक्सन यसले म्याग्नेटिक फिल्डको डाइरेक्सन तर सोलेनोइडको केसमा के भयो कर्ल अफ फिंगरले करेन्टको डाइरेक्सन आ थम स्ट्रेच अफ द डाइरेक्सन इन व्हिच द थम गेट स्ट्रेच shows the magnetic field direction understand it's very simple if someone asks you what is magnetic effect of current then what will you say when current passes through the conductor then magnetic field set up around it what happens if the current passes through the straight conductors then the magnetic field circular magnetic field is set up around it and the direction can be I mean we can find out the direction by using the right hand thumb rule Maxwell right hand thumb rules in which this represents the direction of current and this represents the direction of magnetic field and when the current passes through the solenoid then what will happen first of all we have to know the meaning of solenoid the solenoid is what cylindrical form of copper wire having the large turns no which has the large turns cylindrical form of copper wire so if yeah and then how the direction is determined the direction is determined by using the right hand grip Maxwell right hand grip rules in which the curl of finger shows the direction of current and the stretch of the finger shows magnetic direction of magnetic field magnetic effect of current मा केही प्रब्लम छ म्याग्नेटिक इफेक्ट युज गरेर यसैको भित्र के गरिन्छ यो हाम्रो कोर्समा त छैन तर म भन्दिदैछु यसैको भित्रमा सफ्ट आयरन कोर हामीले युज गर्यो भने के हुन्छ सफ्ट आयरन राख्यो भने सफ्ट आयरन के जस्तो बिहेभ गर्न थाल्छ म्याग्नेटको जस्तो बिहेभ जबसम्म करेन्ट पास हुन्छ तबसम्म म्याग्नेट करेन्ट हुँदैन म्याग्नेट बन्दैन यसलाई हामी के भन्छौं इलेक्ट्रोम्याग्नेट यसलाई के भन्छौं इलेक्ट्रोम्याग्नेट टेम्पोररी हो टेम्पोररी व्हाइ इलेक्ट्रोम्याग्नेट टेम्पोररी because the electromagnet has the property of magnet as long as electricity flows through the solenoids if electricity stop flowing the magnet will get demagnetized it wants of the magnetic property understand अब नेक्स्ट कुरा गरौँ हामी कुनै पनि म्याग्नेट यदि छ भने कुनै पनि म्याग्नेट छ हामी फ्लक्सको कुरा गर्दैछौं म्याग्नेटिक फ्लक्स magnetic
फ्लक्स को कुरा गरिदिएछ म्याग्नेटिक फ्लक्स लिसन म्याग्नेटिक फ्लक्स को कुरा गर्दैछौँ म्याग्नेटिक फ्लक्स भनेको के हो त्यसलाई डिफिनिसन लेखौ त्यसको फेरि मिनिङ बुझौँला लेट मी से this is a magnet this is the north pole and this is the south pole these are the magnetic lines yellow line can we see or not If someone asks you, what is the number of magnetic lines of force? Magnetic lines, you know, these are the magnetic lines. What is the number of magnetic lines of force passing through the unit area? Suppose this is a magnet. यो म्याग्नेट हो त म्याग्नेटिक लाइन्स अफ फोर्स के हुन्छ यसबाट धागो इमेजिन गर एउटा धागो दुईटा धागो तीनवटा धागो अथवा तार एउटा दुईटा तीनवटा 10वटा 20वटा फेरि ठुलो सर्कलमा यस्तो फेरि अझै ठुलो सर्कलमा धेरै सोच त यो मैले युनिट एरिया यति मैले हातबाट मैले राखेँ यहाँ हात राखेँ भने हातबाट मेरो कति पास भयो परपेन्डिकुलर लाइन त 0 पास हुन्छ यसरी गर्दाखेरि के हुन्छ केही लाइन तार हुन्छ त्यो मेरो हातबाट मैले यहाँ हात मेरो हात यहाँ छ भने हातबाट पास हुन्छ त कतिवटा तार अथवा कतिवटा म्याग्नेटिक लाइन्स युनिट एरियाबाट पास हुन्छ त्यसलाई भन्छ म्याग्नेटिक फ्लक्स यसको डिफिनिसन के भयो number of magnetic lines of force passing perpendicularly to unit area यसलाई यसरी बुझ कि यो एरिया हामीले युनिट एरियालाई मान्यो यहाँ चाहिँ कतिवटा छ चारवटा छ त फेरि यहाँ यही गोल लगायो भने एउटा लाइन पास हुन्छ यहाँ धेरै नजिक गयो भने 6वटा लाइन पास हुन्छ कि हुँदैन ए केसमा 4वटा हुन्छ बी केसमा अर्कै हुन्छ सी केसमा अर्कै हुन्छ इज इट ओके बुझिरहेका छौ नि कतिवटा लाइन पास भयो सर यो लाइनको नम्बर हामीले बुझ्नुको कारण के हो यसैले डिसाइड हुन्छ कि म्याग्नेटिक फिल्ड त्यहाँ कति स्ट्रङ छ म्याग्नेटको जुन नेचर हुन्छ नि म्याग्नेटले आफ्नो नेचर कति देखाइरहेको छ मेजर त गर्नु पर्यो नि म्याग्नेटिक फिल्डको पनि नाप्नु त पर्यो नि म्याग्नेटिक फिल्डलाई पनि त नाप्नु पर्यो नि म्याग्नेटिक फिल्ड हामी के को हिसाबले नाप्छौँ त्यही कति फ्लक्स छ कतिवटा लाइन छ फ्लक्स भन्नु के कतिवटा लाइन छ त्यहाँ जहाँ जति धेरै लाइन एउटा एरियामा सर्टेन एरियामा त्यहाँ त्यति के भयो त्यहाँ त्यति धेरै स्ट्रङ म्याग्नेट त अस्ति त्यही भएर हामी के भन्छौँ म्याग्नेटको सबभन्दा बेसी स्ट्रेन्थ कहाँनिर हुन्छ पोलमा म्याग्नेट हैज मोर स्ट्रेन्थ एट इट्स पोल अनि मिनिमम स्ट्रेन्थ यसको थोरै बिचतिर हुन्छ म्याग्नेट भन्दा फेरि जति टाढा गयो म्याग्नेटिक लाइन्स त्यहाँ घट्दै जान्छ अनि म्याग्नेट भन्दा जति जति टाढा गयो त्यति त्यति के हुन्छ म्याग्नेटको फोर्स कम हुँदै जान्छ अन्डरस्ट्यान्ड नट सो म्याग्नेटिक फ्लक्स इज व्हाट द नम्बर अफ magnetic lines passing perpendicularly through the unit area यसलाई कुन युनिटमा नापिन्छ युनिट छ वेबर युनिटमा नापिन्छ अन्डरस्ट्यान्ड or not now let me see okay मोटर इफेक्ट भनेको के हो ध्यान देऊ व्हाट इज मोटर इफेक्ट हामी इमेजिन गरौँ अस्ति पढेको कुराहरू कि एउटा कन्डक्टरबाट
कुनै यो वायर छ, वायरबाट इलेक्ट्रिसिटी बग्दैछ, के हुन्छ यसको वरिपरि के हुन्छ, म्याग्नेटिक फिल्ड क्रिएट हुन्छ। यु अल आर एग्री? म्याग्नेटिक फिल्ड यसको वरिपरि क्रिएट हुन्छ। ओके, भेरी गुड। ल यसको वरिपरि म्याग्नेटिक फिल्ड भन्छ, सर्कुलर म्याग्नेटिक फिल्ड भन्छ। ओके, यु अल आर एग्री। अब अर्को कुरा के बुझ्यो भन्दाखेरि यसैलाई যদি कुनै एक्सटर्नल म्याग्नेटिक फिल्डमा राख्दियो भने मैले भनेको मतलब बुझ्यो कि यो एउटा म्याग्नेट छ, यो अर्को म्याग्नेट छ, मतलब यसको बिचमा म्याग्नेटिक फिल्ड छ। कुनै दुईटा म्याग्नेट, एउटा म्याग्नेट नर्थ साउथ, अर्को म्याग्नेट नर्थ साउथ राख्यो भने यसको बिचमा के हुन्छ, यसको बिचमा नर्थबाट साउथबाट यसैको बिचमा यहीबाट लाइन यही पनि आउन सक्छ। किन बुझ्नु कि आफ्नैमा जान्छ, आफ्नै म्याग्नेटमा साउथतिर जान्छ, म्याग्नेटको लाइन आउँछ। अनि म्याग्नेटको लाइन धेरै छ भने यसको मतलब के बुझ्ने हामी, देयर इज अ म्याग्नेटिक फिल्ड, देयर इज अ म्याग्नेटिक फिल्ड। वायरको आफ्नै पनि म्याग्नेटिक फिल्ड छ, त्यसमा करेन्ट पास गरेकोले। अब यहाँ के भयो, दुईटा म्याग्नेटिक फिल्ड एकअर्कोसँग के भयो, इन्ट्र्याक्ट गर्यो। इन्ट्र्याक्ट मतलब बुझ्छौ, एकअर्कोसँग मतलब एकअर्को कन्ट्याक्टमा आयो, बुझ्दा पनि हुन्छ हैन, इन्ट्र्याक्ट गर्यो, इन्टरफेयर गर्यो एकअर्कोलाई। दुईटा म्याग्नेटिक फिल्ड भयो, एउटा म्याग्नेटको म्याग्नेटिक फिल्ड, एउटा त्यसको यसको बिचमा के राख्दिँदाखेरि वायर राख्दिँदाखेरि वायरमा पनि आफ्नो म्याग्नेटिक फिल्ड छ, यहाँ वायर राख्दिँदाखेरि यसको पनि म्याग्नेटिक फिल्ड छ। त के हुन्छ, फोर्स लाग्छ के, कि त एट्र्याक्टिभ फोर्स लाग्छ कि त के लाग्छ, रिपल्सिभ फोर्स लाग्छ। दुईटा म्याग्नेटिक फिल्ड इन्ट्र्याक्ट गर्यो भने के हुन्छ, हामीले पढेकै छौँ, के हुन्छ, एकअर्कोलाई कि त तान्छ कि त धकेल्छ। जे भयो भने यसले फोर्स त फिल गर्यो, फोर्स फिल गर्यो गरेन, कि त यता तानिन्छ, यता के छ भन्दाखेरि कि त धकेलिन्छ। अलिकति टर्न हुन्छ होला केही न केही, जुन टर्निङ फिल्ड फोर्स फिल हुन्छ त्यसलाई भन्छ मोटर इफेक्ट। मोटर इफेक्ट भनेको के हो भन्दाखेरि व्हेन current carrying conductor is placed in an external magnetic field, then the conductor feels little the force on it. जैसा के हुन्छ, it feels little turning force on it, यसमा अलिकति turning force feel हुन्छ। turning force भने turning force, force थाहा छैन, force अनि के बुझ्नु त, the force भन्छ, it feels force on it, this is called the motor effect। त्यही फोर्सले गर्दाखेरि हामी बुझ्दै जान्छौँ, त्यो टर्न गर्ने खाले फोर्स हुन्छ भन्न खोजेको। म्याग्नेटिक फिल्ड सर्कुलर हुन्छ नि, त्यही भएर टर्न हुने खाले हुन्छ। टर्निङ फोर्सको मतलब पुसिङ फोर्स मतलब पुस गर्ने फोर्स, पुलिङ फोर्स मतलब पुस गर्ने, त्यस्तो हुन्छ नि, त्यसै टर्निङ फोर्स। यसलाई बरु त्यसको लागि स्पेसल टर्क छ, त्यो मैले युजै गरेन, टर्क फिल गर्छ, त्यसलाई टर्क भनिन्छ। त्यही भएर मैले सिम्पल वर्ड युज गरेँ, टर्निङ। एनिवे त जुन टर्क फिल गर्छ त्यसलाई हामी के भन्छौँ, मोटर इफेक्ट। कुरा बुझ्यौ, हामीले के भन्ने भन्दाखेरि मोटर इफेक्ट भनेको के हो, कन्डिसन हो। मोटर इफेक्ट कुन कन्डिसन देखिन्छ, व्हेन करेन्ट क्यारिङ कंडक्टर placed in external magnetic field बहुत गाह्रो छ। then conductor feels torque. This effect is called or known as motor effect. यसलाई किन मोटर इफेक्ट भन्छ, यसैको युज गरेर हामीले के बनाउँछौँ, मोटरहरू बनाउँछौँ। यसैको युज गरेर के बनाउँछौँ, मोटरको कन्स्ट्रक्सन गरिन्छ। मोटर सुनेका छौ होला तिमीहरूले, एसी मोटर हुन्छ, डिसी मोटर हुन्छ, त्यसमा एसी को सोर्स युज गर्छौ, एसी मोटर भन्ने, डिसी को सोर्स करेन्ट युज गर्छ, त्यसलाई के भने डिसी मोटर।
त मोटरले कसरी काम गर्छ वर्किङ प्रिन्सिपल अथवा मोटरको कुरा गरौँ हेर है एउटा म्याग्नेट छ यो नर्थ अर्को म्याग्नेट छ के यस्तै बनायो हामीले कर्भ शेपको साउथ यो कर्भ शेपको किन म्याग्नेट बनायो थाहा छ कि किनभने यसको लाइन यसमा पुरैको पुरै परोस् र धेरै भन्दा धेरै लाइन जाओस् र यसमा राख्नु के हामीले एउटा वायर करेन्ट क्यारिङ वायर करेन्ट भएको वायर यसमा के भन्दाखेरि म्याग्नेटिक फिल्ड भयो त्यसले को मद्दतले के हुन्छ यो यस्तो वायर राख्नु भन्दा नि के गरौँ क्लोज वायर राख्नु यहाँ ब्रस हुन्छ माइनस प्लस अब के हुन्छ यो एकतिर रिपेल हुन्छ एकतिर रिपेल हुन्छ यो फेरि आधी टर्न हुँदाखेरि के हुन्छ यसको प्लस यसको माइनससँग जोडिन्छ यसको प्लस यसको माइनससँग जोडिन्छ अलिकति हामी एनिमेसन भिडियोमा कुनैमा देखाउँछु म तिमीहरूलाई अनि नर्थ साउथसँग जोडिन्छ साउथ नर्थसँग जोडिन्छ अनि के हुन्छ भन्दाखेरि यो मजाले मोटरले काम गर्छ एउटा हामी भिडियो हेर्छौँ है ल अहिले एकछिन अब भिडियो हेरौँ एउटा